सबैजनालाई फ्लुएन्ट अफमा तपाईहरूलाई स्वागत छ। साथीहरू, के तपाईहरूलाई थाहा छ कहिलेकाहीँ हामी अङ्ग्रेजीमा भेरी इजी भन्नुको सट्टा अ पिस अफ केक भन्छौँ। यस्ता वाक्यहरूलाई इडियम्स भनिन्छ जसले तपाईँको बोलाइलाई अझै राम्रो र आकर्षक बनाउँछ। आजको भिडियोमा म तपाईलाई 10वटा महत्त्वपूर्ण अङ्ग्रेजी इडियम्स, त्यसको नेपाली अर्थ र प्रयोग गर्ने तरिका सिकाउनेछु। यदि तपाईँ आफ्नो अङ्ग्रेजी सुधार्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हाम्रो पहिलो इडियम्स रहेको छ अ पिस अफ केक। अ पिस अफ केक भनेको अर्थ हुन्छ, यसको अर्थ हुन्छ एकदमै सजिलो काम, कुनै काम जुन चाहिँ एकदमै सजिलो हुन्छ। यसको इङ्ग्लिसमा समथिङ द्याट इज भेरी इजी टु डु। नेपालीमा एकदमै सजिलो कार्य अथवा काम। यसको हामी उदाहरण हेर्छौँ। गणितको परीक्षा मेरो लागि एकदमै सजिलो थियो, मैले 20 मिनटमै सिक्थेँ। द म्याथ एक्जाम वाज अ पिस अफ केक, आई फिनिस्ड इट इन 20 मिनट्स। अ पिस अफ केक भनेको चाहिँ एकदमै सजिलो भन्ने अर्थ हामीले यहाँ बुझ्छौँ। पिस अफ केक भनेको एकदमै सजिलो कार्य। अन्डर दि वेदर। अन्डर दि वेदर भनेको अलि बिरामी महसुस गर्नु, कस्तो बिरामी जस्तो महसुस गरिरहेकोलाई चाहिँ अन्डर द वेदर भनिन्छ। फिलिङ स्लाइटली इल अर नट वेल, बिरामी महसुस गर्नु, बिरामी भएको अवस्थालाई चाहिँ अन्डर दि वेदर भनिन्छ। यसको उदाहरणमा आई एम फिलिङ अ बिट अन्डर दि वेदर टुडे, सो आई थिङ्क आई विल स्टे होम। मलाई आज अलि बिरामी महसुस भइरहेको छ, त्यसैले म घरमै बस्छु होला। I am feeling a bit under the weather today, so I think I will stay home. यसमा अलि बिरामी महसुस हुनु भन्नुलाई चाहिँ यहाँ अन्डर दि वेदर शब्दको इडियम्सको चाहिँ प्रयोग गरिएको छ। अर्को रहेको छ ब्रेक अ लेग। ब्रेक अ लेग भन्नुको अर्थ यहाँ कुनै खुट्टा भाँच्नु अथवा त्यस्तो होइन। ब्रेक अ लेग भनेको शुभकामना दिनु भन्ने बुझ्नुपर्छ। A way to say good luck, usually to a performer. शुभकामना दिने एउटा तरिकालाई चाहिँ ब्रेक अ लेग भनिन्छ। यसको उदाहरण हेरौँ। आई नो यु हेभ प्र्याक्टिस हार्ड फर योर प्रेजेन्टेसन, ब्रेक योर लेग। मलाई थाहा छ तिमीले प्रस्तुतिको लागि धेरै अभ्यास गरेका छौ, शुभकामना। यहाँ ब्रेक अ लेग भनेर चाहिँ शुभकामना भन्न खोजिएको छ। ब्रेक अ लेग भन्ने इडियम्स चाहिँ तपाईँहरूले शुभकामना, गुड लक भन्नको लागि प्रयोग गर्न सक्नुहुन्छ। अर्को रहेको छ वान्स इन अ ब्लू मुन। वान्स इन अ ब्लू मुन भनेको एकदमै कमै मात्रामा हुनु, कहिलेकाहीँ हुनु। अब यसको उदाहरणमा हामी हेरौँ। माई ब्रदर लिभ्स अब्रोड, सो ही भिजिट अस वान्स इन अ ब्लू मुन। मेरो दाइ विदेशमा बस्नुहुन्छ, त्यसैले उहाँ एकदमै कमै मात्रामा हामीलाई भेट्न आउनुहुन्छ। एकदमै कमै, थोरै, रेयरली हुने कुरालाई चाहिँ वान्स इन अ ब्लू मुन भन्ने इडियम्स प्रयोग गरिएको छ। त्यसकारण यहाँ इक्जाम्पलमा पनि हामीले देख्न सक्छौँ। माई ब्रदर लिभ्स इन अब्रोड, सो ही भिजिट अस वान्स इन अ ब्लू मुन। आफ्नो दाइ चाहिँ यहाँ विदेशमा बस्नुहुने कुरालाई चाहिँ विदेशमा बस्ने भएर एकदमै थोरै समय, कहिले कता मात्रै भेट्नुहुन्छ भन्ने उदाहरणलाई प्रस्तुत गर्न वान्स इन अ ब्लू मुन भन्ने इडियम्सको प्रयोग गरिएको छ। कल इट अ डे। कल इट अ डे भनेको टु डिसाइड टु स्टप वर्क, टु डिसाइड टु स्टप वर्किङ फर द रेस्ट अफ द डे। आजको काम रोक्नु वा टुङ्ग्याउनु, काम टुङ्ग्याउनु, आजको काम सकियो है त भनेर यहीँ टुङ्ग्याउँ भन्नुलाई चाहिँ कल इट अ डे भनिन्छ। यसको उदाहरणमा वी हेभ बिन वर्किङ फर 10 आवर्स, लेट कल इट अ डे एन्ड गो होम। हामीले 10 घन्टादेखि काम गरिरहेका छौँ, अब आजको काम यहीँ सकाएर घर जाउँ भन्नको लागि कल इट अ डे, काम सकाउँ, आजको काम यहीँ रोकौँ भन्नको लागि कल इट अ डे भन्ने इडियम्सको प्रयोग गर्न सकिन्छ। बिट अराउन्ड द बुस, टु अभोइड टकिङ एबाउट वाट इज इम्पोर्टेन्ट। कुरा घुमाउरो पाराले भन्नु, जे महत्त्वपूर्ण छ त्यो कुरालाई चाहिँ टार्न खोज्नु। आई डोन्ट बिट अराउन्ड द बुस, जस्ट टेल मी
एक्ज्याक्टली व्हाट ह्यापेन्ड भनेको चाहिँ यसको उदाहरणमा चाहिँ कुरा नघुमाऊ, ठ्याक्कै के भएको हो मलाई भन। डोन्ट बिट अराउन्ड द बुश, जस्ट टेल मी एक्ज्याक्टली व्हाट ह्यापेन्ड। अर्को रहेको छ बेटर लेट देन नेभर। बेटर लेट देन नेभर भनेको चाहिँ ढिलो भए पनि नहुनुभन्दा राम्रो। इट इज बेटर टु डु समथिङ लेट देन नट एट अल। कुनै काम हुँदै नहुनु, गर्दै नगर्नुभन्दा ढिलो भए पनि राम्रो भन्नुलाई बेटर लेट देन नेभर भनिन्छ। यसको उदाहरणमा हि फाइनल्ली सबमिटेड हिज असाइनमेन्ट वेल, बेटर लेट देन नेभर। उनले अन्ततः आफ्नो असाइनमेन्ट बुझाए, नबुझाउनु भन्दा ढिलै बुझाउनु नै राम्रो। बेटर लेट देन नेभर। कस्ट एन आर्म एन्ड लेग। कस्ट एन आर्म एन्ड लेग भनेको धेरै महसुस हुनु, धेरै महँगो महसुस हुनु। समथिङ द्याट इज भेरी एक्सपेन्सिभ। उदाहरणमा छ द्याट न्यू स्मार्टफोन कस्ट एन आर्म एन्ड लेग, आई कान्ट अफोर्ड इट। त्यो नयाँ स्मार्टफोन धेरै महँगो छ, म त्यो किन्न सक्दिनँ। द न्यू स्मार्टफोन कस्ट एन आर्म एन्ड लेग, आई कान्ट अफोर्ड इट। यहाँ आफूले मोबाइल फोन किन्न नसक्ने त्यो धेरै महँगो भएको कुरालाई चाहिँ कस्ट एन्ड आर्म एन्ड लेग भन्ने इडियम्सको चाहिँ प्रयोग गरिएको छ। लेट द क्याट आउट अफ द ब्याग। लेट द क्याट आउट अफ द ब्याग भनेको बिरालोलाई झोलाबाट निकाल्नु नभइकन यसको अर्थ हुन्छ गोप्य कुरा खोल्नु, कुनै गोप्य कुरा चाहिँ सबै सामु साझा गरिदिनु। यसको उदाहरण रहेको छ वी आर प्लानिङ अ सरप्राइज पार्टी बट माई सिस्टर लेट द क्याट आउट अफ द ब्याग। हामीले सरप्राइज पार्टीको योजना बनाइरहेका थियौँ, तर मेरो बहिनीले गोप्य कुरा खोलिदिन्। यहाँ लेट द क्याट आउट अफ द ब्यागको चाहिँ यहाँ गोप्य कुरा खोलिदिनुसँग प्रयोग गरिएको छ। हिट द नेल अन द हेड। सही कुरा पत्ता लगाउनु वा भन्नु चाहिँ हिट द नेल अन द हेड भनिन्छ। यसको उदाहरणमा रहेको छ यु हिट द नेल अन द हेड व्हेन यु आइडेन्टिफाइड द मेन प्रब्लम। तिमीले मुख्य समस्या पत्ता लगाएर सही कुरा भन्यौ। हिट द नेल अन द हेड। कुनै मुख्य कुरा पत्ता लगाउनुलाई चाहिँ समस्या पत्ता लगाउनु, मेन कुरा पत्ता लगाउनुलाई चाहिँ हिट द नेल अन द हेड भनिन्छ। धन्यवाद साथीहरू, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा। तपाईँहरू पनि इङ्ग्लिस सिक्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ, हामीसँग जोडिन सक्नुहुन्छ। हामीले दैनिक रूपमा यस्तै नयाँ नयाँ भिडियोहरू लिएर आइरहेका हुन्छौँ।